हरेक वर्ष घामको रापसँगै गर्मी बढ्दै गएको हामी सबैले महसुस गरिरहेका छौँ। अनि यो वर्ष त सायद गत वर्षहरूभन्दा पनि अझ बढी पोलिरहेको महसुस हुँदैछ। अब काठमाडौँको यो बन्द गल्ली र ढलानको सडकमा शीतल खोज्नु भनेको आकाशको फल खोज्नु जस्तै हो, भेटाउनै गाह्रो। तर यही व्यस्त कोलाहलभन्दा केही किलोमिटर पर एउटा यस्तो ओझेल परेको शीतल संसार छ जहाँ प्रकृति आफै विश्राम लिइरहेको अनुभूत हुन्छ, जहाँ हरेक कनाकुन्द र मालुकेका झरनाहरूले सुमधुर गीत गाइरहन्छन्, जहाँ बादल हरेक नेटमा लुकामारी खेल्दै दौडिन्छन्। हो, इतिहास, सौन्दर्य र प्रकृतिको एउटा सुन्दर सङ्गम नुवाकोट। आज हामी भ्यालीदेखि केही किलोमिटर पर नुवाकोट जिल्लामा अवस्थित गुर्जे झरना जाँदैछौँ। गुर्जे झरना पुग्नको लागि फर्स्टमा पुग्नुपर्ने हुन्छ सामाखुसी चोक र त्यहाँबाट टोखाको बाटो हुँदै जान सकिन्छ। Ever since my time was young, I embraced my native tongue. It's the way that we were raised, then by then the deed was done. Separate lives in separate ways. Welcome to our vlog. आज हामी त Welcome to our vlog. आज हामी जाँदैछौँ घरमा। नभनिकन घरमा। So hi everyone. So hi everyone. आज हामी जाँदैछौँ झरना, नभनिकन घरमा। So all right guys, हैन, जोक अपार्ट, आज हामी जाँदैछौँ गुर्जे भन्ज्याङ, गुर्जे झरना। कस्तो डिस्टर्ब गरे यार, भएन यार। यस्तै हुन्छ क्या भाइहरूसँग, के अरे भाइहरूसँग झरना जाने बेलामा यस्तै हुन्छ क्या गाइस। फेरि So all right guys, आज हामी जाँदैछौँ गुर्जे भन्ज्याङ झरना। अब गाडीको हर्न आइसक्यो। आज हामी गुर्जे भन्ज्याङ जाँदैछौँ र गुर्जे भन्ज्याङमा चाहिँ एउटा सानो झरना छ है गाइस। मैले इन्ट्रो दिन सकेन होइन, जे होस् आज हामी गुर्जे भन्ज्याङ जाँदैछौँ। सो गाइस खासै इन्ट्रो दिन त सकेन, जे होस् आज हामी गुर्जे झर्न जाँदैछौँ होइन। हामी छौँ आज 4 जना, शिशिर, ब्रो होइन, अनि एज युजल यो काइन्ड अफ मैले यस्तै हो स्टाइलै नदिया यार, कस्तो हो र होइन। ए देखो स्कुटरको हालत यस्तो छ यार। स्टार्टै भएन, म झरौँ। हेलिकप्टर के भन्नुपर्ने यसलाई स्टार्ट गर्नलाई? म झर्छु ल, स्टार्ट गरेर के खानुपर्छ कि? ल हेर झर्ना पुऱ्याउँछ त मलाई भने के? भएन। चलो स्टार्ट हो गई भाई, अब हम चल रहे हैं झरना पर। वही सीधे हेरे फेरि हमारी सवारी चल पड़ी। किन झर्या? लेट्स गो, गइहाल्ने अब। कम अन माई ब्रो, लेट्स गो। सो हामी चल्दिएको ल, जमजम गुरुजी जाम, धेरै टाढा पुग्नु छ। अनि लेफ्ट राइट
स्याटरडे लाग्यो मजाले लाग्यो स्याटरडे ल के हो यस्तो यो ल स्याटरडे लाग्यो गाइस लाग्यो स्याटरडे मजाले लाग्यो झर्ना ल यहाँसम्म पुरा प्याकै प्याक छ ल यस्तो हुन्छ यस्तो सानो झर्नको लागि नि पुरै झर्ना फुल प्याक जल्दी है जल्दी हो दाजुभाइ दिदीबहिनीहरू झर्ना चल्देको अवस्था छ अहिले यहाँ ग्राउन्ड रिपोर्ट हुँदैछ होइन हाम्रो यहाँ आदित्य सरले चलाउँदै हुनुहुन्छ स्कुटर हेलिकप्टर चलाउँदै हुनुहुन्छ हेलिकप्टर गाइस हेलिकप्टर शीतलको बाटो आयो गाइस शीतलको बाटो आयो मनसुनको आगमनसँगै प्रकृतिको काखमा एक नौलो प्राण सञ्चार हुन्छ आकाशमा मड्यानिने बादल छिनछिनमै फेरबदल भइराख्ने मौसम र चारैतिर छाइने हरियालीले मनलाई अनौठो शान्ति प्रदान गरिराख्छ मनसुनले साँच्चै नै एउटा अद्भुत शान्ति बोकेर आउँछ र मनलाई लाग्छ कि यो समय प्रकृतिको यो मौन भाषालाई महसुस गर्ने एक सुन्दर अवसर हो नुवाकोटमा मनसुनको मौसम स्थिर कहिल्यै हुँदैन यहाँको आकाश र हावापानीले कुन बेला कस्तो रूप फेर्छ भन्नै गाह्रो हुन्छ सायद यही नै नुवाकोट र मनसुनको विशेषता होला शिवपुरी राष्ट्रिय निकुञ्ज अवस्थित सैनिक इलाका कटिसकेपछि मौसमले आफ्नो सुनौलो र उज्यालो अनुहार बादल र कुहिरोमा परिवर्तन गरिसकेको थियो मौसम पनि राम्रो हावापानी पनि राम्रो शीतल है गाइस शीतल गाइस हामी आइपुग्छौँ सैनिक इलाकाबाट अलिकति तल रोडै अनि त्यहाँबाट चाहिँ हाम्रो ठिक्क यो बाटो छ है यो ठिक्क ठाउँको नाम के अरे दिदी यहाँको ठाउँको नाम चाहिँ के हो यहाँको धुन्चे ए धुन्चे कि धुन्चे गुर्जे ए ठाउँको नामै गुर्जे ठ्याक्क यहाँ गुर्जे आइपुगिन्छ अनि यहाँबाट यो तलको बाटो छ होइन यो यतापट्टि चाहिँ अर्को चिलाउने खोले गाउँहरू जान्छ है खोले गाउँ जान्छ अनि यहाँनिर टक्क पसल पनि छ अनि बाटो खासै झुकिँदैन है गुर्जे झर्न जानको लागि अनि यहाँबाट तल हजुर ए त्यहाँ तल चाहिँ अलिकति झुकिने बाटो चाहिँ छ अरे होइन तर जान सकिन्छ होला अफ रोड छ चल्देको अवस्था छ र अहिलेको ग्राउन्ड रिपोर्ट चाहिँ एकदमै हुन्छ नि नाजुक छ नाजुकको अवस्था एकदमै नाजुक छ ल आदित्य सर म झर्दिउँ क्या म झर्छु अनि गाह्रै छ होइन अवस्था एकदमै नाजुकै छ वेल
अफरोडको बाटो चाहिँ त्यस्तै कति कति खै 30-40 मिटरको छ कि 1 किलोमिटर भने अब खै खासै थाहा भएन। अब हेर्दै जाँदा पनि थाहा हुन्छ। खै झर्नको लागि यति दुःख चाहिँ गर्नै पर्यो। थोडा थोडा धीरे 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 से चलान आइहाल्यो नि ल। हल्का त रहेछ। मैं तो थक गई भाई साहब। मैं तो फिर से थक गई भाई साहब। मैं फिर से थक गई अन्य वाला बाटो फिर से थक गई। ओके सो हामी यहाँ आइपुग्यौँ यो पोइन्टमा। यहाँ गुर्जे झर्ना फेदी गाउँ तलबाट अनि 1.75 किलोमिटर लाग्दो रहेछ। यहाँ तलबाट जाने हो बाटो चाहिँ। 1 किलोमिटर चाहिँ हिँड्नै पर्ने भयो। ल ठिकै छ। लिएर जाने हो र। आज स्याटरडे हो तर मान्छेहरू देखाएको छैन गाइस अहिलेसम्म। यो अफ रोड बाटोमा जुन हामी हिँडिरहेछौँ होइन, अहिलेसम्म चाहिँ कोही यहाँ एउटा कोही मान्छे देखाएको छैन। खैर झर्नामा छन् होला। अंकल के भन्नुहुन्छ? बाटो चाहिँ अलिकति हिलै छैन किनभने पानी परिरहेको थियो नि त 1 हप्तादेखिबाट। अनि हल्का ल है व्हाइट सुज लाएर आएको होइन, डन पल्टेर व्हाइट सुज लाएर आएको। के हालत भयो। खैर यतिको बाटो त हुनै पर्यो मनसुनमा होइन, अनि पो रमाइलो हुन्छ। मलाई 2 हप्तामा जसरी पनि धनी हुनुपर्ने छ भन्ने रिल देखाएको थिएँ। यहाँ गाँजा छ भनेर लगाइदिनु पर्छ जस्तो छ। ए आयो साउन्ड आयो। कहाँ हुन सक्छ झर्ना? आदि सर भन्नुहोस् त कहाँ हुन सक्छ? आदि सर भन्नुहोस् त कहाँ हुन सक्छ झर्ना? ऊ त्यहाँ मुनतिर छ जस्तो लाग्यो क्या ठ्याक्कै त्यो बिचमा। ब्रो भन त कहाँ हुन सक्छ झर्ना? भन त यसो अनुमान गर त। सही हो, झर्ना भएकै ठाउँमा झर्ना हुने हो। झर्ना खोज्ने र झर्ना हेर्ने क्रम जारी छ हाम्रो होइन। हामी हिँडिरहेछौँ अहिले जङ्गल जङ्गल। बहुत दिन से ये जङ्गल में हम के भन्छ अरे के भन्छ खै पनि आउँदैन आउँदैन नि त। बहुत दिन से ये जंगल में हम घूम रहे हैं और हमारे पास एक खाने की कुछ भी नहीं है, पीने के लिए हम इन दोनों का सर खा सकते हैं अभी। हाँ और मजबूर में खा भी जाएंगे, पता ही नहीं है क्या क्या हो जाएगा। वेल झर्ना खोज्ने क्रम जारी छ, स्टिल जारी छ। त्यस्तो अलिक लास्ट नजिक छ होला भने त हिँड्नै पर्दो रहेछ अलि धेरै। साउन्ड सुनिरहनु भएको छ। हामी झर्ना आइसकेका छौँ साथीहरू। हामी झर्नामा इन्ट्री भइसकेको छ साथीभाइहरू। बगौला है साथीभाइहरू, बगौला झर्ना गाई झर्ना। ल ल झर्ना आयो है, झर्ना झर्ना है साथीभाइहरू, झर्ना। अहिले जङ्गलै पुरा छोपेर देखेको छैन तर झर्ना। यस यो गाइड लड्ला भयो। झर्ना हेर्न जाऊँ। झर्ना है चल्ने होइन। यस्तो हिँडेर म के अरे त्यो हुन्छ नि खेत जोत्न, के अरे खेत के भन्छ जोत्न, खेत जोत्न हिँडेको गाडीको पैसा
गाइज एक्सपेक्टेसन भर्सेस रियालिटी हुन्छ जस्तो छ। यता बिजोग बिजोग देखिएको छ, नो झर्ना ओन्ली खोला। झर्ना हेर्न आइयो, झर्ना खै झर्नै छैन त के हो यो? झर्नै छैन त यार। के चलिरहेको छ साथीभाइहरू? यसो अनुमान लगाऊँ त यहाँनिर के हुँदैछ यहाँनिर? गाँजाको बिजनेस। गाजर बिजनेस, ओके सही बिजनेस। जो भी कर रहा है ये बिजनेस करोड़पति हो जाएगा 2 दिन में। हामी हिँडिरहेछौँ होइन, बाटो बबाल। झर्नाको साउन्ड आइरहेछ है, आइरहेछ। झर्नाको साउन्ड आइरहेछ, झर्नावाला भाइ आइरहेछ है। खोलाको साउन्ड। खोलाको साउन्ड हो? ल ठिकै छ, ठिकै छ। अर्को नयाँ कुरा सिकियो। हाम्रो आदित्य सर फर्स्टमा हिँड्दै हुनुहुन्छ, किनभने उहाँलाई लाग्छ कि उहाँलाई सबै कुरा थाहा छ, तर थाहा छैन। बुझ्दैछु म। वेट, गुर्जे झरना नुवाकोटको एक रमणीय र प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय गन्तव्य हो। सजिलो पहुँच र मनमोहक दृश्यका कारण पछिल्लो समय गुर्जे झरना आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण केन्द्र बन्दै गएको छ। परिवारसँग पिकनिक मनाउन, हाइकिङ गर्न वा विकेन्डको बिदा रमाइलोसँग बिताउनको लागि यो ठाउँ उत्तम मानिन्छ। नतीजा झर्ने पर खाने का नतीजा। मैं गिरा हुआ बंदा जमानी। मैं गिरा हुआ बंदा। झर्नामा पानी नझुक्ने नेपालको छोरो, नझुक्दै नझुक्ने नेपालको छोरो। पानी पर्यो गाइस, पानी पर्यो होइन।